हामीले यसरी नै माङ्पाहरूलाई बोलाउँदाखेरि यसरी हामी यहाँनिर पनि थाप्सुङ राखेर कुलपित्रामा यहाँ बुझाइ सम्झाइ गरेर मात्रै हामीले उता हामी आउनु पाउँछौँ र जसुकै उयोले आउनु पाउँदैन। एउटा नियम रीति अनुसारले नै हामीले माङ्पा उहाँ हुनुहुन्छ र हाम्रो ठुलो माङ्पा टोप्पा माङ्पा यहाँ हुनुहुन्छ र आज यसरी रीतिथिति अनुसार नै हामीले यहाँबाट निक्लेर जानुपर्छ। र अब हाम्रो ढोलहरू हुन्छ उहाँ हुनुहुन्छ ढोलहरू। हामी यसरी एउटा रीतिथितिले नै हामीले पक्रेर हामी आउनुपर्छ है साथी। कुनै खेलाची हुँदैन, कुनै पनि कुरोहरू यसरी हामीले साम्कामा हामीले उयो गरेर राखेर चाहिँ बलबिन्ती मागेर हामी यसरी निक्लिनुपर्छ। यस्तै छ हाम्रो यो राई किराँतीहरूको परम्परा।